कसले बनायो नेपाललाई कंगाल? कुनै समय विदेशीलाई करोडका करोड दान दिने नेपाल आज कसरी गरिब भयो? ट्रकका ट्रक खाद्यान्न भारत पठाउने नेपाल आज किन एक बोरा चामलका लागि भारतको मुख ताक्न बाध्य छ? कसले बनायो देशको यस्तो हालत? को थिए ती अनुहारहरू? आज हामीले नेपाललाई एउटा माग्ने देश वा अति कम विकसित राष्ट्रका रूपमा मात्रै देखेका छौं, तर इतिहासको पाना पल्टाउने हो भने सत्य अर्कै छ। एउटा समय यस्तो थियो जब नेपालको आर्थिक हैसियत विश्वका शक्तिशाली मुलुकहरूलाई सहयोग गर्न सक्ने स्तरको थियो। सन् 1941 मा दोस्रो विश्वयुद्धको समयमा जब जर्मन सेनाको आक्रमणले बेलायत थलिएको थियो, त्यतिबेला नेपालका तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले बेलायतलाई 25,000 पाउन्डको आर्थिक सहयोग पठाएका थिए। यो आजको करोडौं रुपियाँ बराबरको सहयोग मात्र थिएन, यो नेपालको राजकीय सामर्थ्यको प्रदर्शन पनि थियो। त्यति मात्र होइन, दक्षिण एसियाकै पहिलो सुरुङ मार्ग चुरिया सुरुङ बनाउने श्रेय नेपाली इन्जिनियरहरूलाई जान्छ, जुन आज भन्दा 108 वर्ष भन्दा अघि नै निर्माण भइसकेको थियो। जब प्रविधिको विकासमा विश्व भर्खर संघर्ष गर्दै थियो नि, नेपालले आफ्नै स्रोत र जनशक्तिले पहाड छेडेर बाटो निकालिसकेको थियो। यसले के पुष्टि गर्छ भने नेपालीहरू वीर मात्र होइनन्, प्राविधिक र आर्थिक रूपमा पनि छिमेकी भन्दा कैयौं गुणा अगाडि थिए। तर आज तिनै गौरवहरूलाई इतिहासको धुलोले छोपिदिएको छ र हामी परनिर्भरताको नयाँ दासतामा जगडिएका छौं। अहिले हामी 1 किलो चामलका लागि पनि भारतको मुख ताक्छौं, तर इतिहासले भन्छ 1940 को दशकमा जब भारतको बंगालमा भीषण भुकमरी लाग्यो, तब नेपालले भारतलाई 1,33,000 टन धान बेचेर त्यहाँका जनताको ज्यान जोगाएको थियो। त्यो समयमा नेपालका खेतहरू सुन फलाउँथे र तराईको उब्जनीले दक्षिण एसियाकै भोक मेटाउने सामर्थ्य राख्थ्यो। हाम्रो कृषि प्रणाली यति सबल थियो कि हामीले आयात होइन, निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्थ्यौं। नेपालको यो अन्न भण्डारको छवि राजा महेन्द्र र वीरेन्द्रको पालासम्म कायमै थियो। उनीहरूले कृषि र उद्योगलाई एकसाथ जोडेका थिए, तर विक्रम सम्वत 2046 पछिको राजनीतिक अस्थिरता र गलत आर्थिक नीतिका कारण हाम्रा सिंचाई आयोजनाहरू अलपत्र परे, मल कारखाना बनेनन् र खेतीयोग्य जमिन प्लटिङको शिकार भयो, जसको परिणाम स्वरूप आज हामी भारतबाट अरबौंको खाद्यान्न आयात गर्न बाध्य छौं। जुन देशले एक समय छिमेकीको भोक मेटायो नि, आज त्यही देशका नागरिक विदेशी चामलको भात खान विवश हुनु नै हाम्रो राष्ट्रिय लज्जा हो। नेपाल केवल कृषिमा मात्र होइन, प्रविधिमा पनि दक्षिण एसियामै अग्रणी थियो। सन् 1979 मा नेपाली वैज्ञानिक मुनिबहादुर शाक्यले नेपालकै पहिलो माइक्रो कम्प्युटरको आविष्कार गरेका थिए। यो हाम्रो देशको प्राविधिक इतिहासको एउटा यस्तो स्वर्णिम अध्याय थियो जसलाई यदि राजाले प्रोत्साहन दिएको भए आज नेपाल विश्वको टेक हब हुन सक्थ्यो। राजा महेन्द्रले विक्रम सम्वत 2017 सालपछि जुन औद्योगिक क्रान्तिको जग बसाले, त्यसले स्वास्थ्य, यातायात र बैंकिङ क्षेत्रलाई आधुनिक बनाउने काम गर्यो। महेन्द्रकै पालामा देशमा ठूला ठूला उद्योगहरू जस्तै सिमेन्ट, कागज, टायर, चिनी र कपडा कारखानाहरू सञ्चालनमा आए। ती उद्योगले केवल सामान मात्र उत्पादन गरेनन्, बरु नेपालीलाई आफ्नै माटोमा स्वाभिमानको रोजगारी दिए। विक्रम सम्वत 2046 सालसम्म नेपाल औद्योगिक आत्मनिर्भरतातर्फ यति तीव्र गतिमा अगाडि बढ्दै थियो कि हाम्रा उत्पादनहरू एसियाली देशका बजारमा प्रतिस्पर्धा गर्न थालिसकेका थिए। तर पछि आएको खुल्ला बजारको नाममा विदेशी इशारामा ती उद्योगहरूलाई कौडीको भाउमा बेचेर देशको प्राविधिक र औद्योगिक मेरुदण्ड नै भाँचिदिने काम गरियो। विक्रम सम्वत 2046 सालको राजनीतिक परिवर्तनपछि नेपालको आर्थिक ग्राफ उकालो लाग्नुको सट्टा ओह्रालो लाग्न थाल्यो। प्रजातन्त्र र उदारवादका नाममा स्वदेशी उद्योगहरू बन्द गरिए र देशलाई उपभोक्तावादी बजारमा परिणत गरियो। महेन्द्र र वीरेन्द्रले बनाएका कारखानाहरू खिया लाग्ने अवस्थामा पुगे र हजारौं युवाहरू एकै रातमा बेरोजगार भए। परिणाम स्वरूप रोजगारीको अभावमा लाखौं युवाहरू खाडी र अन्य मुलुकमा आफ्नो रगत र पसिना सस्तोमा बेच्न बाध्य भए। आज नेपालको अर्थतन्त्र रेमिटेन्सको भरमा चलेको छ, जुन अत्यन्तै जोखिमपूर्ण छ। हामीले आफ्ना ऊर्जावान युवाहरूलाई निर्यात गरेर उताबाट विलासी सामान आयात गरिरहेका छौं। 2046 पछि निर्यात निरन्तर घट्दै जानु र आयातको चाङ लाग्नुले नेपाललाई आर्थिक रूपमा
टाँट पल्टिने स्थितिमा पुर्याएको छ। परिवारको सम्झना र भोकलाई मनमा दबाएर पराईको देशमा श्रम गर्ने ती लाखौं नेपालीको पसिनाबाट देश त चलेको होला, तर समृद्धि आएको छैन। यो आत्मनिर्भरता गुमेको र स्वाभिमान बेचिएको अवस्था हो, जसको मुख्य दोषी अदूरदर्शी राजनीतिक नेतृत्व नै हुन्। यदि नेपाललाई फेरि त्यही गौरवशाली स्थितिमा पुर्याउने हो भने हामीले विगतका गल्तीहरूबाट सिक्नुपर्छ। समृद्धि बाह्य सहायता वा रेमिटेन्सले मात्रै आउँदैन, यो त स्वदेशी उत्पादन र निर्यातले सम्भव छ। अब नेपालले आफ्नो आर्थिक नीतिलाई आमूल परिवर्तन गर्नै पर्ने बेला आएको छ। बन्द भएका उद्योगलाई राष्ट्रिय गौरवका रूपमा पुनः सञ्चालनमा ल्याउनु पर्छ र नेपाली युवाहरूको श्रमलाई आफ्नै माटोमा लगानी गर्ने वातावरण बनाउनु पर्छ। र यदि हामीले आफ्नै खुट्टामा उभिन सकेनौं भने भूगोलमा स्वतन्त्र देखिए पनि हामी आर्थिक रूपमा सधैँ अरूको गुलाम बनिरहन्छौं। त्यसैले अबको क्रान्ति आर्थिक आत्मनिर्भरता र औद्योगिक पुनरुत्थानको हुनुपर्छ। हवस् त, यस्तै इतिहासका खोजमूलक भिडियोका लागि ट्रुगर्स टिभी हेर्दै गर्नुहोला। नमस्कार।